आज चाहिँ हाम्रो फिल्ड भिजिट अनि सबैजना तयार भएर आइसक्नु भएछ। ए जिना पनि आइसे। आइसकेको छ। ल बसायो। ल हाम्रो बस आइसक्यो। बस आइसकेको छ। अब हामी बस्छौँ। अब हामी बस्छौँ। यसमा अँध्यारो भएर मात्र हो है। ल राम्रै आउँछ भरे युट्युबमा हेर्दाखेरि। युट्युबमा हाल्थ्यौ? अब चाहिँ हाम्रो बस आइसकेको छ आउनु मन भएको। अनि यतै सावित्रा, समीक्षा, अनि यता जिना, चन्द्रा, अनि सृजना, यता फेरि अर्पणा, सरी म नामै बिर्सिन्छु। सबैजना छन्। सबैजना आफ्नो ग्रुपमा बसिरहेका छ। उनीहरूको ग्रुप छ अनि दुईटा बस्छ है त। अनि त्यहाँ एउटा कुकुर छ। यो हो हाम्रो यात्रा चाहिँ कहाँसम्म? लाकुरी भन्ज्याङ, ललितपुर, लाकुरी भन्ज्याङ। आज चाहिँ शनिबार हो। अनि कति आज 2082 ओके 24 मैले खालि कहिले आउँदैन कि। ओके 24 गते है त आज शनिबारको दिन। ओके अब हामी अहिले बनाउँछौँ है त। बाई गाइज। हाम्रो साथीहरू प्यारा गाजर लाग्यो पुरै आँखा काले भएछ। अनि उहाँ हाम्रो सर पनि हुनुहुँदो रहेछ तर म देखाउँदिनँ। गजब बेइज्जती है। पहिले छाएर रिजर्भ गरेर बसिसक्यौँ सिट होइन। अनि म चाहिँ जिनासँग बस्ने यिनीहरूलाई बस्नु जान अनि उहाँ केटीहरू सबैजना। हामी चाहिँ अब आएर होइन बसमा बसिसकेका छौँ सबैजना आफ्नो सिटमा। हेलो गाइज। ल अलमोस्ट अब एकछिनमा जाने। अर्को बस चाहिँ त्यता छ। हामी कलेजबाट निस्किँदा 7:18 गएको थियो। हाम्रो नेक्स्ट बस है यो चाहिँ। बसंती कुत्तों के सामने मत नाचना। कहाँको ढुङ्गिन रे। हामी चाहिँ अहिले ढुङ्गिन आइपुग्यौँ। अनि यस्तो छ है बाहिर।
हामी चाहिँ ढुङ्गिनबाट हिँड्यो है। बस चाहिँ ढुङ्गिनसम्म आउँछ अनि जङ्गलै जङ्गल छ। बस उतारी आयो। बाटोले बेला बेलामा कुनै कुनै बेला त बाटो त एकदम डेन्जर देखिन्थ्यो क्या छेउबाट है। अनि बसमा आउन चाहिँ मलाई एकदमै डर लाग्यो।
हाम्रो बस पछाडि आउँदैछ। यस्तो भर खनेको बाटो भएर चाहिँ यसो नि देखेको है। हामी चाहिँ फाइनली आयो। अब हामी यहाँबाट जान्छौँ। कहाँको थाहा होइन है। हामी चाहिँ लाखुरी भन्छौँ आइपुग्यौँ। अब ल है ल अब चाहिँ सबैजना यति धेरै भिडियो भएछ कि मलाई एउटा फाल्न पनि माया लागिरह्यो। सो अब मैले चाहिँ हामी त्यहाँ लाकुरी भन्ज्याङ पुगिसकेपछिको हामीले के गऱ्यौँ कसो गऱ्यौँ त्यो चाहिँ अर्को नेक्स्ट भिडियोमा हाल्छु है त। बाई, थ्याङ्क यू फर वाचिङ।